मैले चाहिँ अनलाइन अर्डर गरेको थिएँ। यो चाहिँ नानीको डाइपर अनि मामुको प्याड। मैले चाहिँ आज अर्डर गरेको अस्ति 3 दिन अगाडि, 3 दिन होइन 2 दिन अगाडि अर्डर गरेको। आज चाहिँ फाइनली आइपुगेको छ। कस्तो भिडियो के भएर अलिक आयो अनि यसलाई चाहिँ म खोल्छु। मैले चाहिँ के अर्डर गरेको भने नानीको डाइपर अर्डर गरेको क्या। नानीको लागि डाइपर अर्डर गरेको, छोरीको लागि, आमाको लागि प्याड अर्डर गरेको। अनि आज चाहिँ आइपुगेको छ। यो चाहिँ कस्तो छ भनेर चाहिँ म च्याप करायो हौ। कस्तो छ भनेर चाहिँ म देखाउँछु हेरेर, अनि लगाएर चाहिँ कस्तो हुन्छ लगाएर चाहिँ कस्तो हुन्छ। म लगाएपछि अब नानीलाई कति कम्फर्टेबल हुन्छ म देखाउनेवाला भन्ने छु पछि गएर तपाईहरुलाई। अब अनलाइनमा सस्तो बजार के चाहिँ थियो भन्ने उयो छ क्या, थियो एप्स। हजुर हो, त्यहाँबाट गरेको थिएँ। अनि कस्तो हुन्छ त्यहाँनेरि अब त्यो बाटो हेरौँ, विचार गरौँ। अलिक सस्तो लागेको थियो अनि फ्री डेलिभरी चार्ज फ्री थियो। अनि त्यही भएर मैले चाहिँ अर्डर गरेको हो। अब कस्तो हुन्छ हेरौँ ल। यो चाहिँ कस्तो छ अनि यसको रिजल्ट चाहिँ कस्तो हुन्छ। अब लगाएपछि बेबीलाई र्यास आउने ओर्ने हुन्छ हुँदैन। अब मैले चाहिँ अहिलेसम्म नानीको लागि चाहिँ डाइपरहरू त्यस्तो कुराहरू चाहिँ कहिले पनि अनलाइन अर्डर गरेको थिइनँ, अनलाइनबाट मगाएको थिइनँ। यो चाहिँ फर्स्टचोटि। अनि हेर्दाखेरि नि राम्रै लागेको थियो। अनि मान्छेले कमेन्टमा पनि कति धेरैले राम्रो रिजल्ट आयो भनेर भनिराख्नु भएको थियो क्या। राम्रो छ यो, मैले नि युज गरेको छु भनेर कतिजनाले भन्नुभएको थियो। ए बेबी त काटी त्यो नचलाउनु, यसले ताइया गर्छ। अनि त्यही भएर मलाई पनि मगाउन मन लाग्यो एकचोटि। छोरा नि छोरी, हामी बच्चाको आमाहरू भइसकेपछि चाहिँ, हाम्रो बेबीहरू भइसकिसकेपछि हामीलाई सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ के हो भने यही डाइपर क्या। सबैभन्दा इम्पोर्टेन्ट चाहिँ हामीलाई डाइपर हुँदो रहेछ। ए आइसकेको छ, यहाँबाट मगाएको ल मैले चाहिँ। आइसकेको छ। हजुरहरू पनि हेर्न सक्नुहुन्छ। हजुरहरू पनि हेर्न सक्नुहुन्छ। विराटनगरबाट पठाउनु भएको रहेछ। अनि त्यसपछि अब मगाउन सक्नुहुन्छ। तर यसको रिजल्ट चाहिँ कस्तो आउँछ म पछि भन्नेवाला छु है। राम्रो नराम्रो चाहिँ के हुन्छ म पछि भन्नेवाला छु। मेरो छोरीले लगाउँछ। अनि अब अझै मैले चाहिँ जुभाराको लगाइदिन्छु। जहिले उसलाई जुभाराको लगाइदिन्छु। जुभाराको चाहिँ राम्रो छ। अझै उसको 5-6वटा कतिवटा छ पनि हो, त्यो लगाइदिन्छु। अनि त्यो लगाइदिएपछि कस्तो रिजल्ट आउँछ त्यो लगाइदिइसकेपछि यो खोलेर लगाइदिन्छु, कस्तो रिजल्ट आउँछ त्यसपछि म हजुरहरूलाई भन्नेवाला छु। अनि हजुरहरू पनि को बेबीको मामुहरू हुनुहुन्छ, हजुरहरूले बेबीको लागि, आफ्नो बेबीको लागि पनि अनि अर्डर गर्न सक्नुहुन्छ। एकदमै सस्तो छ। त्यहाँनेरि चाहिँ रिजल्ट चाहिँ अब कस्तो आउँछ त्यो थाहा छैन। म रिजल्ट आएपछि भनिदिन्छु। यो चाहिँ मम्मीको लागि हो, मेरो लागि हो। यो प्याड पनि एकदमै सस्तो थियो, त्यही भएर मैले मगाएको छु। कति 40 पिसको छ। अब यो पनि युज गरेपछि मात्रै थाहा हुन्छ कस्तो हुन्छ भनेर। यो प्याड पनि अनि छोरी मान्छेको लागि त्यही हो। यस्तैमा पैसा जान्छ। आमा भइसकेपछि अब डाइपरमा धेरै एकदमै जाने हो। अनि यस्तोमै हामीलाई छोरी मान्छेको लागि है मैले चाहिँ त्यो अर्डर गरेको छु। साथीहरू म चाहिँ आज यति नै भन्नु आएको, यति नै देखाउनु आएको। हस् त सबैजनालाई बाई बाई। रिजल्ट चाहिँ कस्तो आउँछ म हजुरहरूलाई भन्नेवाला छु। अनि राम्रो रिजल्ट आयो भने चाहिँ एकदमै सस्तो प्राइसमा पाउँदो रहेछ। तपाईँहरूले पनि अर्डर गर्न सक्नुहुन्छ है त।